अगाडि स्टेजमा गएर बोल्नबाट चाहिँ कसरी बच्यो अनि सरको बिदाई कार्यक्रममा के गरियो अनि केटाहरू चाहिँ किन रोए त। All right guys, welcome to my new mini vlog. I hope हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म नि एकदम सन्चै छु है त। बिहानै उठेर भित्र बाहिर सब सिङ्गर लाएर चाहिँ दाँत सात मोलेर अनि म चाहिँ लागे फुल टिप्नतर्फ। फुल चाहिँ किन भन्नुहुन्छ भने चाहिँ आज हाम्रो सरको बिदाई कार्यक्रम थियो अनि ट्याक्क मैले नि माला उनीहरू लानुपर्ने थियो अनि ट्याक्क यो फुल टिप्दाखेरि चाहिँ मलाई एउटा गीतको याद आयो क्या। त्यो गीत चाहिँ भन्ने त जुन अहिले भाइरलको गीत छ त्यही गीतको याद आयो क्या। काँडाले हात घोचेर खत्तमै गऱ्यो अनि घोचिने के गर्न चाहिएको छ भनेर जसरी भयो नि टिपेँ अनि टिपिसकेर चाहिँ मैले फटाफट माला उन्न थालेँ अनि फुल नपुग्ला जस्तो भएको थियो अनि मैले चाहिँ भाइलाई लिएर आइज बुवाकोबाट भनेर थिएँ अनि त्यसो भाइले चाहिँ यस्तो खालको फुल ल्याएछ यो फुल चाहिँ केही नहुने भएर मैले चाहिँ राखिदिएँ अनि ट्याक्क लाएर मैले चाहिँ दुईवटा माला उनेर तल अनि एकछिन गोरुसुरु जुत्न गएँ मकै छर्न अनि आएर खानासाना पकाएर रेडी भएर स्कुल गएको केटाहरू फेरि मस्त गेम खेल्दै रहेछ क्या। केटाहरूलाई चाहिँ फेरि गेम भनेपछि त यस्तो जाँगर आउँछ नि अनि हामीले नि ट्याक्क लाएर यसो एक दुईवटा भिडियो सिडियो बनायौँ अनि यताको केटीहरू फेरि पुरा टिकटक बनाइरहेको क्या। यता केटीहरू टिकटक बनाउने उता केटाहरू गेम खेल्ने क्या। केटाहरूलाई चाहिँ पुरा गेम खेल्नुको छुट्टै मजा नै बेग्लै छ क्या। अनि फेरि यता कोही चाहिँ म्यासेज हान्दै गरेको कोही चाहिँ पुरा टिकटकर बन्नको लागि पुरा भाइरल गीतमा नाच्दै गरेको क्या। अनि ट्याक्क लाएर चाहिँ नि हामीले एकछिन पछि चाहिँ हाम्रो कार्यक्रम सुरु भयो अनि यहाँनिर चाहिँ सट्टा हामीले बेन्च सेन्च राखेर सबजनालाई यस्तो हान्यौँ अनि सो मलाई चाहिँ सरले कार्यक्रम गर भन्नुहुँदै थियो अनि मैले चाहिँ यस्तो तयारी थिएन भने अनि यसो नगरेँ अनि सरलाई गर्न लाएँ अनि यता चाहिँ हाम्रो दिपक भ्लगर दाइ है त ल अनि यहाँ चाहिँ सट्ट ल्याएर अघि हामीले ल्याएको मालासाला यहाँ राख्यौँ ओऱ्यौँ अनि यता चाहिँ विद्यार्थीहरू देख्न सक्नुहुन्छ विद्यार्थीहरू चाहिँ आज कम आएका छन् अनि फेरि यता हाम्रो साथीले चाहिँ फेरि भेटोलाको दुई शब्द भनिन् अनि त सरले पनि भन्दाखेरि चाहिँ केटाहरू डरे रोए अनि यता चाहिँ हाम्रो वडा अध्यक्षले बर्को सरको लगाइदिँदै हुनुहुन्थ्यो अनि यता हाम्रो चाहिँ सर हेड सर है त अनि हेड सरले पनि खदासदा अनि अरू सबै सरहरूले खदासदा फुलमाला अबिर सबै सरहरूले लगाइदिनु भयो अनि फेरि यता केटाहरू चाहिँ पुरा रोइदिरहेको क्या। सरले छोडी जानुभयो भनेर होला सायद केटाहरू रुँदै हाँस्दै गर्थे अनि यता सबै साथीहरूले नि माला ड्याङ्की लगाइदिनु थाले अनि मेरो साथीले पनि लगाइदियो अनि मैले पनि लगाइदिएँ अनि सरलाई चाहिँ यस्तो धेरै माला लाएर हामीले चाहिँ स्वागत गऱ्यौँ अनि यता केटालाई गर्न लाएर अनि हामी चाहिँ लाग्यौँ बिस्कुट लिनतर्फ। फेरि बिस्कुट चाहिँ हाम्रो साथी एक्लैले बोकेर हिँड्यो क्या अनि फेरि यता केटाहरूले चाहिँ